हुन्छ म दुईटा बाइबल वचन पढेर हामी प्रवचन दिन्छौँ। हुन्छ मत्ती 26को यो दुईटा 26 पढ्छु। के लेखेको छ? अब तिनीहरू खाइरहेको बेलामा यीशुले रोटी लिएर आशीर्वाद गरी बाँच्नु भए र चेलाहरूले लिएर भन्नुभयो, लेऊ खाऊ, यो मेरो शरीर हो। तपाईले त्यो कुरालाई तपाईले याद गर्नुहोस्। धन्यवाद प्रभु तपाईको शरीरको लागि, जो शरीर चाहिँ हाम्रो पाप र अधर्मको लागि क्रुसमा टाङ्नु भयो। तपाईले कुनै नाटक गर्नु भएको होइन, तर तपाईले हामीलाई धेरै माया गर्नु भएको हो, हामीलाई प्रेम गर्नु भएको हो। तपाईले जो शरीर पवित्र जीवन जिउनु भयो यसो, त्यसैले हामी जिउँछौँ, हामी जिउँछौँ, हामी जिउँछौँ। जसरी तपाईले हामीलाई प्रेम गर्नुभयो, हामी पनि तपाईलाई प्रेम गर्छौँ, तपाईलाई हामी माया गर्छौँ, तपाईलाई हामी माया गर्छौँ। प्रभु येशू, हामी सबले भनेछौँ, प्रभु येशू, हामी तपाईलाई प्रेम गर्छौँ, मेरो जानले प्रेम गर्छौँ, जीवनको अन्तिम समयसम्म तपाईँको प्रेम हामी रहन्छौँ। जसरी तपाईँले हामीलाई प्रेम गर्नुभयो, हामी पनि तपाईँलाई प्रेम गर्छौँ, सधैँभरि प्रेम गर्छौँ। आमेन। यीशुले हामीलाई गर्नु भनेर दिनुभएको आज्ञा हो र हामी यीशुको देहसँग जोडिँदैछौँ। यीशुको देहमा चाहिँ आज उहाँ चाहिँ पवित्र र निष्कलङ्क हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ, सधैँभरि उहाँ हुनुहुन्छ, रहनुहुन्छ, हामी पनि बस्छौँ। धन्यवाद प्रभु तपाईँको देहको लागि। हामी यो खान्छौँ, हामी आशिषित गरिनेछौँ, हामीलाई कुनै दण्ड छैन, आज हामी न्यायमा खडा हुने छैनौँ। यीशु तपाईँलाई धेरै धन्यवाद तपाईँको अपार प्रेमको लागि, पाप क्षमा अनि उद्धार अनि मुक्तिको लागि धन्यवाद। जसरी हामीले यो तपाईँको दिएला खान पाएको छ, लाखौँ करोडौँ मानिसहरू यो दिएला खान सकेको छैन, तिनीहरू पनि हामीसँग सहभागी बन्न सकेको। हामीले सुसमाचार प्रचार गरेर उहाँको लागि प्रार्थना गरेर उहाँलाई प्रभु हामीले सम्झाएर बुझाएर उहाँले
पनि यीशु तपाईँलाई आफ्नो जीवनमा व्यक्तिगत रूपमा उद्धारकर्ता मान्न सकेको होस् हामी प्रार्थना गर्छौँ। मण्डलीलाई तपाईँ ब्लेस गर्नुहोस्। जतिजना लिन सक्नुभएको छैन उहाँले चाँडो चाँडो नै तपाईँको दियोलाई लिन सकेको धन्यवाद आशिष दिनुहोस् यीशुको नाममा। हाम्रो सबै अधर्महरू अपराधहरू हामीमा भएको दण्डनीय कुराहरू दोस्रो मृत्यु हामीमा बगेको श्रापहरू चाहिँ मेटेर जानेछ। हामी यो कुराहरू हाम्रो जीवनमा कहिले पनि रहने छैन। लेख्दै बोल्दछौँ यीशुको धन्यवाद तपाईँको रगतको लागि हामी यो पिएर चाहिँ हामी साक्षरको स्वर्गको राज्यको हकदार गरेका छौँ। आज हामीलाई तपाईँले दिनुभएको स्वर्गको राज्यमा धेरै बस्ने ठाउँहरू छ। तपाईँले आज हामीले भनिराख्नु भएको छ त्यो प्लेसमा हामी पुग्नको लागि तपाईँले सबै कुरा चाहिँ अलग गरिसक्नु भएको छ। हाम्रो शरीरलाई पनि पवित्र आत्माको मन्दिर तपाईँले बनाउनु भएको छ। अलग